साथीहो, आफू हुर्केको ठाउँ, आफू जन्मिएको ठाउँ, आफ्नो परिवार, आफ्नो श्रीमती, आफ्ना बालबच्चा, आफ्नो परिवार सबै त्यागेर जब मान्छे परदेश हिँड्छ नि, उसले परदेश हिँड्दा यति धेरै सपनाहरू बोकेर हिँड्छ। उसले त्यो 52 डिग्रीको तातोमा चाहिँ घाममा काम गर्दाखेरि पनि उसले ती सपना सधैँ दिमागमा राखेर काममा राखेर हिँडेको हुन्छ। उसका सपनाहरू पुरा गर्न उसले यति कोसिस गर्छ, उसले आफ्नो परिवारलाई खुसी राख्न, आफ्नो परिवारको चाहिँ खुसीको लागि एउटा सानो झोप्रो पनि आफ्नै घर बनाउँछु भनेर चाहिँ ऊ परदेशमा दिन रात नभनिकन खटिरहेको हुन्छ। त्यही भएर सोच्नुहोस् साथी हो, जब परदेशमा यति दुःख गरेको छ तपाईँको लागि, परदेशमा यति दुःख गरेको तपाईँलाई एउटा सानो घर बनाउनको लागि, तपाईँको परिवारमा खुसी ल्याउनको लागि, तपाईँको बालबच्चाको भविष्यको लागि उसले गरेको छ। त्यही भएर उसले गरेको हरेक काममा साथ र सपोर्ट दिनुहोस्, त्यो सबभन्दा राम्रो हुन्छ। अर्को कुरा, परदेशीले तपाईँको पैसा कमाउँछ नै कमाउँछ, महिना मरेपछि उसले पैसा तपाईँलाई पठाउँछ नै पठाउँछ। परदेशमा उसले कहाँ खर्च गर्छ? उसले त मेहनत गरेर पसिना गरेर बगाएर कमाएको पैसा, उसले सबै पैसा घरमै पठाउँछ। तर यति कुरो बुझ्नुहोस् कि उसले पठाएको पैसाको तपाईँ कदर गर्न सिक्नुहोस्, सम्मान गर्न सिक्नुहोस् र त्यसलाई बचत गर्न सिक्नुहोस्। त्यो गर्न सक्नुभयो भने तपाईँको ऊ परदेश बसेको र तपाईँ स्वदेश बसेको फाइदै फाइदा छन्। जब उसले कमाएको पैसाको तपाईँले सही सदुपयोग गर्न सक्नु भएन भने तपाईँ जिन्दगीमा कहिले पनि अगाडि बढ्न सक्नुहुन्न र उसले कमाएको पैसाको चाहिँ तपाईँले दुरुपयोग गर्नुभयो भने त्यो जति ठुलो पाप तपाईँले जिन्दगीमा अरू केही गरेकै हुँदैन। यति कुरो बोल्नुहोस् है त।